वर्षभन्दा बढी भइसक्यो हामी धोइने गरेको, तर अब सक्दैनौँ। नेपालमा कोरियन भाषा पास गरेर 2 वर्षसम्म रोस्टरमा नाम हुँदा पनि कोरिया आउन नपाउने साथीहरूले यसरी आन्दोलन गरिरहनु भएको छ। यस्तो आन्दोलन बेला बेला भइरहन्छ हाम्रो नेपालमा। यो आउँदै गरेको फेब्रुअरी मार्च महिना पछिदेखि एग्रिकल्चर सेक्टरमा पास गरेर बसेका धेरै साथीहरूको चाहिँ 2 वर्ष समय अवधि सकिँदैछ। उहाँहरूले नै गर्नुभएको यो आन्दोलन हो। यो एग्रिकल्चरमा चाहिँ विशेष गरी अहिले किन कोटा घटिरहेको छ भने कोरियामा धेरै जस्तो साहुहरूले एग्रिकल्चरको साहुहरूले विशेष गरी खेतीपाती गर्ने साहुहरूले चाहिँ यो इपिएस मार्फत E9 भिजामा आउने कामदारहरूको भन्दा पनि खेजल खुल्लो जा भन्छ सिजनल भिजामा मौसमी कामदारहरू ल्याएर चाहिँ सिजनभरि काम गराउने र अफ सिजन भएपछि घर फिर्ता गरिदिने गरेको पाइएको छ। यो सिजनल भिजामा आइसकेपछि फेरि 10 वर्षसम्म लगातार आउन पाउने रहेछ। त्यही साहुले बोलायो भने पटक पटक आउन पाउने भएको कारणले पनि धेरै जस्तो कामदारहरू आइसकेपछि यता नभाग्ने गरेको पाइएको छ। यो सिजनल भिजाले गर्दाखेरि प्रत्यक्ष असर चाहिँ E9 भिजामा आउने कामदारहरूको लागि भइरहेको छ। इपिएस मार्फत E9 भिजामा आउने कामदारहरूको चाहिँ 3 वर्षको कन्ट्र्याक्ट हुन्छ। 3 वर्षसम्म कन्ट्र्याक्ट गरेर ल्याउनु पर्ने हुन्छ। काम हुँदा पनि नहुँदा पनि बेसिक सेलरी दिनुपर्ने हुन्छ। सरकारी नियमले पाउने सेवा सुविधाहरू दिनुपर्ने हुन्छ। त्यो भएको कारणले उनीहरूले फाइदाको लागि मौसमी कामदारहरू ल्याउने, सिजनभरि काम गराउने, अफ सिजन भएपछि फेरि घर फिर्ता गरिदिने गरेको धेरै पाइएको छ। यो सिजनल भिजाले गर्दाखेरि प्रत्यक्ष असर चाहिँ E9 भिजामा आउने कामदारहरूको लागि भइरहेको छ।